डाँडैको थाप्लोमा झुपुक्क परेको एउटा सुन्दर बस्ती। ढुङ्गा, माटो र काठका थामाहरूले अडिएका परम्परागत मौलिक घरहरू अनि तिनै घरका टाउकामा सजिएका टिनका रङ्गीन छानाहरू। अगाडि हेर्यो हरियाली डाँडा काँडा, शिरमा हेर्यो भने चाँदी झैं चम्किने सेताम्य हिमाल। पहिलो नजरमै लाग्छ मानौ यो धरतीको कुनै कुना नभएर स्वर्गकै एउटा सुन्दर टुक्रा झुक्किएर यहाँ ओर्लिएको हो। प्रकृतिले आफ्नै हातले फुर्सदमा सजाए जस्तो लाग्ने यो अलौकिक भूमिमा पाइला टेक्ने बित्तिकै यात्राको सारा थकान मेटिन्छ र एउटा छुट्टै ऊर्जाको सञ्चार हुन थाल्छ। आउनुहोस् आज एउटा रोमाञ्चक यात्रा गरौं देशकै पहिलो स्मार्ट भिलेज घले गाउँको। गण्डकी प्रदेशको काखमा लुकेको लमजुङ जिल्ला अनि त्यही जिल्लाको कोलासोत्थर गाउँपालिका 3 मा अवस्थित छ यो रमणीय र ऐतिहासिक घले गाउँ। समुद्रिक सतहदेखि करिब 2070 मिटरको उचाइमा रहेको यो गाउँ पुग्नका लागि पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रे बजारबाट 42 किलोमिटरको दूरी पार गर्दै सुरुमा लमजुङको सदरमुकाम बेसी सहर पुग्नुपर्छ। त्यहाँबाट फेरि उत्तर पश्चिम तर्फ करिब 27 किलोमिटरको रोमाञ्चक पहाडी बाटो तय गरेपछि मात्र घले गाउँको सुन्दर आँगनमा पाइला टेक्न पाइन्छ। गाउँ भित्रिने बित्तिकै स्थानीय कला र संस्कृति झल्किने दृश्यले बाटोको कष्टकर यात्रालाई एकै पलमा भुलाइदिन्छ। यहाँ मुख्य गरी गुरुङ र घले समुदायको सघन बसोबास छ भने सँगै दलित समुदायका परिवारहरू पनि बस्दै आएका छन्। करिब 150 घरधुरी मिलेर बनेको यो गुजुमुच्च बस्ती आफैमा एउटा जीवित संग्रहालय जस्तो देखिन्छ। परम्परागत शैलीमा निर्माण गरिएका घरहरू, ढुङ्गाले छापिएका सफा गल्लीहरूले गाउँले जीवनको वास्तविक र सुन्दर तस्बिर आँखा सामु छर्लङ्ग पारिदिन्छ। आधुनिकताको तीव्र लहरका बीच पनि आफ्नो पुर्ख्यौली पहिचान, भाषा, वेशभूषा र संस्कृतिलाई यहाँका बासिन्दाले जसरी बचाइराखेका छन् त्यो साँच्चीकै प्रशंसनीय र अनुकरणीय छ। घले गाउँ केवल प्राकृतिक मनोरम दृश्य हेर्ने थलो मात्र होइन, यो पदयात्रा रुचाउनेहरूका लागि एउटा उत्कृष्ट केन्द्र पनि हो। यो गाउँसँग 3वटा प्रमुख र ऐतिहासिक पदयात्रा मार्गहरू जोडिएका छन्। पहिलो मार्ग बेसी सहरबाट सुरु भई घले गाउँ, घनपोखरा, पस गाउँ, पार्खीकोट र बेगनास ताल हुँदै पर्यटकीय नगरी पोखरासम्म पुग्छ, जहाँ पदयात्रीहरूले पहाडी संस्कृति र प्राकृतिक विविधताको भरपूर आनन्द लिन पाउँछन्। अर्को मार्ग घले गाउँबाटै सुरु भएर रमणीय ठुली लेक र गुरुङ संस्कृतिको धनी गाउँकी लेक्स हुँदै पोखरासम्म पुग्छ। त्यस्तै अलि बढी साहसिक यात्रा रुचाउनेहरूका लागि छुर्चु लेकको बाटो हुँदै नमुना भन्ज्याङ नाघेर सिधै हिमाली